एक दिन काग दम्पतिले आफ्नो पीडा अर्कै रुखको फेदमा बस्ने स्याललाई सुनाए। त्यो स्याल असाध्यै बुद्धिमान थियो। त्यसले तिनीहरूलाई भन्यो, बलले गर्न नसकिने काम बुद्धिबाट पार लाग्छ। उपाय गरियो भने आफूभन्दा शक्तिशाली शत्रुलाई पनि नाश गर्न सकिन्छ। तपाईहरू राजदरबारका कुनै धनी मान्छेको सुनको सिक्री चोरेर ल्याई सर्प बस्ने टोड्कामा हालिदिनुहोस्। हारको मालिकले त्यो सिक्री टोड्कामा राखेको चाहिँ देखोस्, अनि ऊ आएर टोड्काबाट सिक्री झिक्ने प्रयत्न गर्छ। त्यो बेला उसले सर्पलाई पनि मारिदिन्छ अनि तपाईहरू शत्रुरहित हुनुहुनेछ। स्यालको सल्लाह सुनेर कागिनी एकदमै खुसी भइन् र रानीहरू नुहाउने ठाउँमा गइन्।